माननीय हर्कराज राईले राम्रो डिस्टिङसन ल्याउनु भयो। विनियोजन विधेयक खर्चको पाटो हो, अर्थ विधेयक आम्दानी जुटाउने पाटो हो र उहाँले दिनुभएका सल्लाहहरूलाई मैले एकदम सकारात्मक ढङ्गले ग्रहण गरेको छु। के युनिक एसेट्सहरू छन् नेपालको, त्यसलाई पनि आम्दानीको स्रोत बनाउनु पर्यो भन्ने कुराहरू, सृजनात्मक ढङ्गले राजस्व उठाउँ भन्ने छ। यसपालि धेरै समय पाइएन, अर्को वर्षको बजेट अगाडि अझ घनीभूत छलफल गरेर कहाँबाट हामीले रिसोर्स जेनेरेट गर्न सक्छौँ, आम जनतालाई भार नपर्ने तर हामीले चाहेका जस्ता महत्वाकांक्षी आयोजनाहरूमा खर्च गर्ने ल्याकत बढाउनको लागि पनि। त्यस सवालमा माननीय हर्कराज राईले सार्वजनिक खरिद बनैन लगायतका विषयहरू चाहिँ कानून संशोधन भयो हुन्थ्यो भन्ने कुराहरू आग्रह गर्नुभएको छ। सरकारले छिट्टै नै सार्वजनिक खरिद ऐनको संसदमा पेश गर्नको लागि तयारी गरिरहेको र वन ऐन पनि संशोधनको लागि कामहरू भइराखेको भएको कारणले छिट्टै नै संसदमा आइ नै हाल्छ। यो कुरा म यहाँ निवेदन गर्न चाहन्छु। त्यस्तै जनचेतना कार्यक्रमहरू चाहिँ हामीलाई पनि लागेको हो। कानूनको जनचेतना कार्यक्रम चाहिँ व्यापक रूपमा हरेक गाउँठाउँमा गराउनु पर्ने आवश्यक छ। त्यो हामी सबैको दायित्वभित्र पनि पर्छ। कानूनमा चाहिँ कानूनको अनभिज्ञता क्षम्य हुँदैन भन्ने गरिन्छ। कुनै कानून मैले जानिन, थाहा पाइन भनेर छुट पाइँदैन भन्ने गरिन्छ। जनतालाई हामीले कानून यस्तो छ भनेर जानकारीसम्म हामीले दिन सकेनौँ भनेदेखि कानून थाहा पाएनौँ भनेर कसरी उसलाई चाहिँ त्यो कानूनको परिधिभित्र लिएर आउने, यो जटिल प्रश्न छ। त्यही भएर कानूनको जनचेतना जति सक्दो हामीले यथाशीघ्र हाम्रो आफ्नो ठाउँबाट गर्नुपर्ने हाम्रो दायित्व हो। त्यसमा मन्त्रालयले नियमित रूपमा कामहरू गरिराखेको र मान्य सदस्यज्यूहरूले पनि जनचेतना कार्यक्रम कानूनका विषयहरूमा जनतालाई जोड्ने विषयमा चाहिँ भूमिका खेलिदिनु हुनको लागि सम्मान्य सभामुख महोदय मार्फत आग्रह पनि गर्न चाहन्छु। र एउटा प्रश्न गर्नुभएको छ प्रधानमन्त्रीको विषयलाई लिएर। मलाई लाग्छ अब आजको यो बजेटको विषयभित्र त्यो नपरेको र आज बजेट पारित गर्ने सन्दर्भभित्र त्यो अलिकति फरक सन्दर्भको भएको भएर मैले यो विषय मान्यज्यूसँग पछि नै अरू कुनै संवादमा कुरा गर्ने निवेदन गर्न चाहन्छु। पहिला हर्कराज राई मान्यज्यू, हजुरको सुझाव हाम्रो लागि पनि एकदम चिन्ताको विषय। किन एनर्जी डाइभर्सिफिकेसन अब हाम्रो लागि किन इम्पोर्टेन्ट भइसक्यो भन्दा जलवायु परिवर्तनले गर्दा नदीको बहावहरूमा एकदमै चेन्ज आइसकेको छन्। अब त सुपर एल निनो भन्ने एउटा प्रकोपको पनि एउटा प्रक्षेपण वैज्ञानिकहरूले गरेका छन्। हजुरले भन्नुभयो जस्तो अहिले हाम्रो लागि सम्भावना भनेर चाहिँ विन्ड र सोलरको चाहिँ अलिकति छ योपालि। तर केही चिजहरू पहिला क्यापहरू लगाएकोले गर्दा हामीले कति गर्न चाहिँ त्यो रेड टेप्सहरू चाहिँ धेरै छ। तर तपाईँको यो चिज मेरो पनि एकदम चिन्ताको विषय किन हो भन्दा जस्तै सोलरको लागि हाम्रो तराई मुस्ताङ चाहिँ एकदमै भाएबल लुक्रेटिभ देखिया छ। हजुरले भन्नुभएको ठाउँहरू विन्डको लागि होइन, अझ त्यसमा हाइब्रिड सिस्टमहरू भयो भने त एनर्जी अलिकति स्टेबल पनि हुने चान्सेस छ होइन। त्यो सुझाव हामीले के गर्न पनि